नमस्ते। हामी चाहिँ अब वर्ल्ड ट्रेड सेन्टरदेखि होइन, यहाँ चाहिँ अब इलेक्ट्रिकल इभेन्टहरू पनि भइरहेछ। अनि त्यसै सामु हाम्रो नेपालले पनि अब यही इलेक्ट्रिकल सम्बन्धी प्रोजेक्टहरू लिएर यहाँनिर स्ट्यान्ड बनाउनु भएको रहेछ। अब यो देखेर चाहिँ हामीलाई यसो भिडियो बनाउनु मन लाग्यो होइन। यहाँ देख्न सक्नुहुन्छ ट्रान्सफर्मर प्रोजेक्ट ग्लोबल मार्केटिङ इन नेपाल। अनि के भन्न चाहनुहुन्छ दाइ यसबारेमा चाहिँ? मलाई धेरै नै खुसी लागेको छ, किनभने अब होइन विश्व सामु चिनाउनु खोजिरहेको छ सबै त्यो अगाडि होइन। नेपालले पनि अब के गर्न आँटिरहेको छ होइन, ट्रान्सफर्मरको यो डिस्ट्रिब्युसन तयारी गरेको रहेछ होइन। खुसी लाग्यो जस अब यत्रो सबै देशहरूको स्ट्यान्ड सामने होइन, अब आफ्नो नेपालको पनि स्ट्यान्ड देख्दाखेरि अब खुसी लाग्यो। त्यही हो, अब योभन्दा अझै गर्नुपर्छ नयाँ चिजहरूको आविष्कार होइन, नयाँ कुराहरूको। त्यही हो, राम्रो लाग्यो होइन। प्राउड फिल गरेको छु, प्राउड छ मलाई होइन नेपाली भन्नुमा। हामीले एकदम प्राउड फिल गरेको छौँ यस विषयमा चाहिँ। अब हामी चाहिँ यहाँ वर्कर्स हो वर्ल्ड ट्रेड सेन्टरमा। यस्तो इभेन्टहरू थुप्रो छ यहाँ पनि, तर यही सामु नेपालको पनि स्ट्यान्ड लाग्दै चाहिँ हामीलाई एकदमै खुसी लागेको छ। अनि केही छैन होइन खासै। धन्यवाद धन्यवाद नेपाल।